देश चलाउने कुर्सीमा पुगेपछि कसैले पनि आफूलाई राजा सम्झिनु हुँदैन, किनकि त्यो कुर्सी जनताको भरोसाले बनेको हुन्छ, अहङ्कारले होइन। नेता हुनु ठुलो कुरा होइन, जनताको मन जित्नु ठुलो कुरा हो। जनताको दुःख बुझ्न नसक्ने मान्छे कहिल्यै पनि असली नेता बन्न सक्दैन। याद राख्नुपर्छ, नेता जनताको मालिक होइन, जनताको सेवक हो। किनकि जनताले नै आफ्नो अमूल्य मत दिएर उसलाई त्यो स्थानसम्म पुर्याएका हुन्। जनताको घर घरमा गएर हात जोड्ने बेलामा मात्रै विनम्र हुने, तर कुर्सी पाएपछि त्यही जनतालाई बिर्सिनेहरू नेता होइनन्, ती त स्वार्थका व्यापारी हुन्। यो देश किसानको पसिनाले चलेको छ, मजदुरको सङ्घर्षले टिकेको छ, साधारण जनताको आशाले बाँचेको छ। त्यसैले जनताको आवाज दबाएर देश कहिल्यै अगाडि बढ्दैन। नेता असली शक्ति सुरक्षा गाडीको लस्कर होइन, जनताको विश्वास हो। जनताको माया गुमाएको नेता कुर्सीमा बस्यो पनि भित्रबाट हारिसकेको हुन्छ। देश बनाउने हो भने पहिले जनताको पीडा बुझ्न सिक, गरिबको आँसु देख्न सिक, बेरोजगार युवाको चिन्ता बुझ्न सिक, आम नागरिकको दुःख महसुस गर्न सिक। नेता त्यही महान हुन्छ जो कुर्सीभन्दा माथि मानवतालाई राख्छ, जो आफ्नो पदलाई सेवा गर्ने अवसर सम्झिन्छ, शक्ति देखाउने हतियार होइन। जनता कमजोर छैनन्, जनताले चाहे सामान्य मान्छेलाई पनि नेता बनाउन सक्छन् र समय आएपछि त्यही नेतालाई पनि सामान्य बनाइदिन सक्छन्। त्यसैले देश चलाउने जिम्मेवारी पाएपछि जनताको सेवक भएर हिँड, किनकि जनताभन्दा माथि कहिल्यै पनि नेता हुन सक्दैन। यो त हाम्रा नेपालका नेताले बुझ्नै पर्ने कुरा रहेछ।